अधुरो यात्रा हेमन्त ताम्राकार प्रति भावपूर्ण श्रद्धाञ्जली। संसारको रीत नै यस्तै छ, यहाँ कोही स्थायी छैन। तर जब कुनै प्रिय व्यक्ति असमयमै हामीबाट टाढा जान्छ, त्यसले दिने चोट शब्दमा वर्णन गर्न सकिँदैन। तारिक शनिबारको त्यो कालो दिन जसले हेमन्त ताम्राकारलाई हामीबाट सधैँका लागि चुडेर लग्यो। हेमन्तजीको निधनले उहाँको परिवारमा मात्र होइन, उहाँलाई चिन्ने जान्ने सबैको मनमा एउटा हेलेनीको नहुने घाउ छोडेको छ। विश्वेश्वरी उहाँकी जीवन सङ्गिनी निर्माता ताम्राकार सम्पूर्ण परिवार जन्म परेको यो वज्रपात अर्केछ। अभिभावक, एक सहारा र एक असल मानिसको अभाव अब यो घरमा सधैँ फर्किरहनेछन्। मृत्यु शाश्वत सत्य भए तापनि यति सानै उमेरमा अप्रत्याशित रूपमा हुने विदाइले मनलाई विक्षिप्त बनाउँछ। आज उहाँको भौतिक शरीर हामी माझ नभए पनि उहाँले परिवार समाजका लागि पुर्याएको योगदान र सम्झनाहरू सधैँ जीवित रहनेछन्। शोक सन्तप्त परिवार